ए केटा हो, दसैँ आइसक्यो यार, तिमीहरूलाई टेन्सन लाग्छ छैन? अलिअलि हुनेलाई पो टेन्सन, हामी जस्तो भुक्का टाँटलाई के को टेन्सन? जाब ऊ त चोरेर खान पर्यो छ। बामुला, दसैँ त मनाउनु पर्छ नि, हाम्रो सबैभन्दा ठुलो चाड भनेकै दसैँ हो। दसैँको नाम सुन्ने बित्तिकै हामुबाट र्याल आउँछ। हुन्छ मनाउन त मनाउने, तर कसरी? दसैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला चोरी ल्याउँला। ठुक्क मुलाहरू फेरि चोर्ने कुरा गर्छ तिमीहरूले। पहिलाको रामढुलाई बिर्स्या छैन मैले। अब त म सन्यासी हो, पाए खान्छु तर चोर्न जान्न। ओइ केटा हो, ऊ त्यहाँ हेर त, हाम्रो गाउँको बाहुन आउँदैछ। मसँग खतरा आइडिया छ यार। होइन के आइडिया छ र त्यस्तो? ये त आइज न पहिला, अनि भन्छु के। हेर केटा हो, यो बाहुन पक्का खसी किन जाँदैछ। यसको खसी आज लुट्नु पर्छ। लुट्न त लुट्ने, तर कसरी? यसको खसी हामी पहिला लुटेर याद छ कि नै? याद छ नि? लुटे बस दसैँमा त्यसको खसीको लाई काटेर चटनीमा हालेर मजाले लुट्छ है। हालेर त्यसको आन्द्रा भुँडीदेखि सबै केही छोड्नु हुँदैन। उसो खाएर मस्त बनाएर ल अब कन्फर्म गरौ त, त्यो बाहुन कहाँ जाँदैछ? ओ मुन्ना, सोध त। ओ बाजे, कता हिँडेको? म जहाँ गएँ नि तिम्रो अड्ल्याङ र अरूलाई के खाँचो? नरिसन न बाजे, खसी किन्न जान लाग्नु भएको छ कि भनेर उसले सोधेको। ए फेरि मेरो खसी चोर्ने प्लान बनाइरहेको छौ, खती हो? त्यस्तो होइन के बाजे, हाम्रो लागि पनि दाम सोध्नु होला भन्न खोजेको। हुत्याराहरू, एकपल्ट सलाई किन्न नसक्ने खसी किन्छौ? तिमीहरूलाई त मैले जाने छु। हैट, यो बाहुनले त हाम्रो खतरा बेइज्जत गर्यो यार। यसको खसी आज जसरी पनि लुट्नु पर्छ है केटा हो। यसपालिको दसैँमा मलाई जसरी नि साडी किनिदिनु पर्छ। पोहोर साल त्यत्रो खसी बेच्दा मेरो लागि कपडा किनिदिनु भएन? नकरा के, किनिदिन्छु, पहिला खसी त बिक्न दे। 8-10 वटा त बेचिसक्नु भयो, यो बाँकी त बिकिहाल्छ नि। ल ल हुन्छ, किनिदिन्छु के, अब त खुस। के छ अमृत भाइ? होइन खसी बोका छन् कि छैनन्? ओहो बाजे, छन्, यतै आउनु। तपाईँकै लागि यत्रा खसी बोका राखिदिया छु। यो पनि छ है। यो बोका ठिक छ है अमृत भाइ, अहिले अलि मिलाएर दिनुपर्छ नि। भइहाल्छ नि बाजे, तपाईँ त मेरो सधैँको ग्राहक हो नि। बरु मही पिउनुहुन्छ? ताजा छ, अझै पारेको। ए हो र? त्यसो भए चाखौ न त अलिकति। ए जाऊ त जाऊ, मही ल्याइदेऊ। हस्। होइन खसी त राम्रा राम्रा पालेको रहेछौ, मलाई त कुन्लै जाम भो। बरु त्यसको मूल्य कति अरे? तपाईँलाई पनि के बढी भन्नु बाजे, अरूलाई भए 18 खटी हुन्न थियो, तपाईँलाई भने 15 मा दिएँ। ल तिमीले भनिहाल्यौ भाइ, तिमीसित के डिस्कस गर्नु? बरु 13,000 रुपियाँ लैजाऊ न त। लौ ल, यो 13,000 रुपियाँ। ल बाजे, मै लिनुहोस्। अनि मलाई मात्रै? खोइ त भाइलाई। मैले त अघि नै खाइसकेँ नि बाजे। होइन, यो मै त पहिलाको भन्दा फरक छ नि त। किन बाजे, मिठो छैन र? होइन एकदमै मिठो छ, बरु अझै एक गिलास ल्याऊ त। बस बस। कति मिठो रहेछ मै। आजसम्म त मैले यस्तो मै खाएकै थिइनँ। कति आनन्द आइरहेछ। होइन, तिमीले मै नै त ल्याएको हो नि बुढी।
मैले ल्याएको बुढा तपाईँले छिट्टै राख्नु भएको रहेछ त्यही लिएर आएको होइन के खासा खुसी हो अमृत भाइ होइन होइन बाजे यो हाम्रो घर आएपछि कुरो हो तपाईँ खसी लिएर जानुहोस् मैले के ल्याएको त्यो छाम हो अझै मलाई छामलाई ओइ केटा हो बाहुन आयो रेडी हो खै हामी प्लान अनुसार जानुपर्छ ल ल हुन्छ हामी त्यस्तै गर्नुपर्छ खायो मासु भात ए बाजे के लिएर आएको त्यस्तो देखे छैनौ अल्लङ्गडाहरू खसी लिएर आएको खसी रे उला बाहुन बोलायो के रे म बोलाएँ रे तिमीहरू बोलाएका साले खातेहरू हो यस्ता खातेहरूसित के कुरा गर्नु होइन हौ बाजे मुडा त ठुलै बोकेर आउनु भएको छ त कतिखेर जानु भएको थियो र जङ्गल मुडा रे जङ्गल रे होइन तिमीहरू सबै बौला छ क्या हो यत्रो ठुलो खसीलाई तिमीहरू मुडा देख्छौ राम 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 होइन यिनीहरू पागल हो कि म पागल हो अब यसलाई यहीँ भन्नु पर्यो ए तिमी नकराइ बस तिमीलाई मैले मिठो घाँस लिएर आउँछु ए बुढी हेर त मैले कति ठुलो खसी लिएर आएको छु ए यही हो खसी ल्याएको अनि के त कति ठुलो खसी लिएर आएको छु है खसी होइन के बुढा मुडा लिएर आछौ ए हुँदा हुँदै तिमी पनि बौलायौ यति ठुलो खसीलाई मुडा भन्ने अब त देखियो होला नि खसी हो कि मुडा हो